नमस्कार सबैमा स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी नेपाल क्रिकेटको कालो दिनको बारेमा चर्चा गर्न गइराखेको छौँ। नेपाल क्रिकेट सन् 1920 तिर नेपालमा सुरु भएको हो र पहिला खेलहरू राजदरबार र सैन्यहरूको बीचमा खेलिन्थ्यो र पछि आएर 1988 मा आइसिसीले नेपाललाई पनि एउटा सदस्यको रूपमा घोषणा गर्यो। त्यसपछि नेपालले राम्रो प्रदर्शन गर्दै विश्व सामु नेपालमा पनि क्रिकेट खेल्छ, नेपालमा पनि खेलाडीहरूको राम्रो उत्पादन हुन्छ भनेर एउटा आशा जगायो। त्यो सँगै नेपालले सन् 2014 मा बङ्गलादेशमा भएको T20 विश्वकपमा आफ्नो स्थान पक्का गर्यो र त्यहाँ भएका खेलहरूमा राम्रो प्रदर्शन गर्दै फेरि पनि विश्व सामु चिनायो। यो बीचमा नेपालले विभिन्न लिग चरणका गेमहरू पनि टुर्नामेन्टहरू जितेका थियो। 24 अप्रिल 2016 विक्रम सम्वत 2073 साल वैशाख 12 गते, जुन दिन नेपालको क्रिकेटको कालो दिन भनेर सम्झिन्छ। यो दिन चाहिँ आइसिसीले विश्व क्रिकेट काउन्सिलले नेपालको क्यानमाथि क्रिकेट एसोसिएसन अफ नेपालमाथि चाहिँ बन्देज लगायो, निलम्बन गर्यो र विभिन्न कारणहरू देखाउँदै, जसमा प्रमुख कारण भनेको नेपाल सरकारले क्यानमा हस्तक्षेप गरेको यो नै प्रमुख कारण थियो। क्यानले आफ्नो समिति घोषणा गर्दा नेपाल सरकारले त्यो समितिलाई खारेज गरिदियो। त्यो खारेज गर्दा आइसिसीले यो सरकारको हस्तक्षेप भयो क्रिकेटमाथि, यो क्यानमाथि र त्यसका साथै क्यानभित्रैका पदाधिकारीहरूको कलहहरू, झैझगडाहरू र आइसिसीबाट प्राप्त अनुदानको सही उपयोग र पारदर्शिता नअपनाएर यो विभिन्न कारण देखाउँदै आइसिसीले नेपालमाथि ब्यान लगायो, जसमा त्यो 3 वर्षको ब्यानमा नेपालका नेतृत्वका खेलाडीहरू गर्दै थिए, तर पनि क्यानको मार्फत कुनै खेलहरू नेतृत्व गरेन। त्यो 3 सालको पिरियडमा आइसिसीले नै नेपालको क्रिकेटको सबै रेखदेख, खेलाडीहरू कहाँ खेल्छन्, त्यसका टुर्नामेन्टहरू के हुन्छन्, कहाँ खेल्छन्, कुन ठाउँमा खेल्छन् भनेर तोक्ने गर्थ्यो। तर आफ्नो देशको नभएर अन्य देशमा बसेर आइसिसीले त्यो सब गर्दाखेरि आफ्नो देशको गरे जस्तो चाहिँ महसुस भएन। हाम्रो क्यानमाथि ब्यान लगाए पनि हाम्रा खेलाडीहरूले हाम्रो देशको झन्डालाई झुक्न दिएन, किनभने 2018 मा ब्यान लागेकै बेलामा पारस खड्काको कप्तानीमा नेपालले ओडिआई मान्यता प्राप्त गर्यो र पछि गएर नेपाल राम्रो प्रदर्शन गर्दै गर्दा पछि गएर फेरि आइसिसीले 13 अक्टोबर 2019 विक्रम सम्वत 2076 साल असोज 26 गते क्यानले आफ्नो निलम्बन हटायो। ब्यान नेपालको क्रिकेट एसोसिएसन अफ नेपालमाथि लगाएको ब्यान हटायो र नेपाल यस्तै अगाडि बढ्दै रह्यो र त्यो 3 वर्षको सन्दर्भमा सबै काम आइसिसीले गर्ने गर्थ्यो नेपालको क्रिकेटको बारेमा। त्यसमा त्यो 3 वर्षमा नेपालको क्रिकेटमा धेरै धाका लाग्यो। घरेलु टुर्नामेन्टहरूमा अस्तव्यस्तता भयो, हुनुपर्ने टुर्नामेन्टहरू पनि भएन र त्यसका साथै विभिन्न गेमहरू
क्यानको तर्फबाट सञ्चालित गेमहरूमा पनि ब्यान लाग्यो र ब्यान हटेसँगै फेरि पनि नेपालले टी20 क्रिकेट र वनडे क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै फेरि पनि हामी यो 2024मा वर्ल्ड कप खेल्यो र फेरि पनि 2026मा चाहिँ वर्ल्ड कपमा स्थान पक्का गरेका छौँ र नेपालको क्रिकेट सम्बन्धी अझै जानकारीहरूको लागि मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला, सेयर गर्नुहोला, लाइक गर्नुहोला। नयाँ च्यानल हो र अहिले भर्खर आइराखेको एनपिएलको बारेमा सम्पूर्ण जानकारीको लागि मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गरी प्रत्येक म्याचको एन्डमा राति हामी लाइभ आउने गर्छौँ। त्यो बाचा गर्दै हामी फेरि भेट होला अर्को भिडियोमा। नमस्कार।